मिठो न मेरो बहिनी हो अब यता देखाउने गर्छु मेरो ढाडमा यतातिर टाटा बाई गरिदिनु होइन मिठो हुन्छ पहिला त एउटा के बनाउनु लाग्छ कि म बनाएँ किन्नुलाई फेरि आजभोलि भल चलेर दिमाग खराब गर्छ फेरि हल्ला नगर चिप्लाएर बस युट्युब बढी नबोल के अरे लाइफमा यो बनाएर यो यति छुछिटे न आफू बन्छिने अर्कालाई बनाइदिन्छु यसको बारेमा 2-4 कमेन्ट ठोकिदिनुहोस् है यो हेर्नुहोस् सबैले सिटो के चस्मा फुटालिदिन्छ के हो के भन्नु के भन्ने मैले हजुर मेरो चस्मा फुटालिदिन्छ के हो भनेको के हामी खर्च पुऱ्याउनु जानु लागेको हो नेपालगञ्ज खर्च मरेको ठाउँमा मैले भिडियो बनायो भने हेर्नुहोस् गाइस यसलाई अचम्म रिस उठ्छ यो मेरो बहिनी हो यो हेर्नु यो मुख छोपेर बस्छ मुख यता 2 शब्द बोल यहाँ मलाई गाली गरेर हैरान गरेर काम छैन पुरस्कारमा लाग्यो यसले के भन्दै पुरा भलक बनाउने हिँड्दै के अरे लाइफमा बस्दै दिमाग खराब ल यसलाई रिस उठेर हैरान मान्छे यो आफू यहाँ टिकटक चलाएर उदुम गर्छ अर्कालाई गाली गरेर हैरान गर्छ मरेको मामा मरेको मार्न पुऱ्याउनु जाँदैछ नेपालगञ्ज कारकाटोमा हो कतिखेर पुग्छ माथि खै कतिखेर पुग्छ अब रेसाल कतिखेर पुऱ्याउँछ हो यहाँलाई थाहा होला अब अटोलाई थाहा होला यहाँलाई थाहा होला कतिखेर पुऱ्याउँछन् अरू के शब्द बोल्ने अब बोल्ने त्यही त श्यामा उदम बोल्नु चाहिँ श्यामा यसले त गाली मात्रै गर्छ श्यामा कति बोल्दैन हुन्डे लठार नगर के को लठार्दै थियो नै लठारो यहाँ घामले लठार यहाँ एक पाखा घामले कालो भइसक्यो हजुरको त्यता कालो हो यहाँ मलाई हेर्नुपर्छ रेसाले एउटा नेपालगञ्जमा भाँची कस्तो गरेर बस्नु पर्छ नेपालगञ्जमा घाम भन्ने भने बाहिर नै भित्र पानीले पनि खान आलु उसाल्छ भित्र भन्नु श्यामा भन्नु ठिकै नखरा उठ्छ अन्डा उसाल्छ आलु उसाल्छ अन्डा उसाल्छ हाम्रो नेपालगञ्ज घामले कोही इच्छा लाग्छ भने आउनु होला नेपालगञ्ज घुम्न घाम ताप्न अरू के भन्ने के भन्नु थाल्छ छ्यामा नि बल्ल त्यसपछि भन्नु न भिडियोमा मात्रै हुन्छ भन्नु छ्यामा भन्नु अरू के भयो छ्यामा अलिक घाम कति कालो भइसक्यो कालो होइन निलो भइसक्यो यहाँ हरियो हुँदा माइती बोल्नु हजुर के बोल्ने के जान्दैन यही त भन्नु लाठी बोलको हातको भाउले फेरि गर्नु चुप्प लाग्नु अब नबोल्ने के त्यही बिच
बोल्नु पर्दैन बोल्नु त सक्दिनँ यता देउरानी सोल्दिनँ बोल्नुहुन्छ अरे यो रिसले मुरमुरे मैले भिडियो बनाउँदा यस्तै गर्छु छेउछेउ आफू अहिले कता जानुपर्छ टिकटकको लागि यस्तो उफ्रिन्छु फेरि दिदी भिडियो बनाइदिनु भन्छु यहाँ 2 शब्द बोल्दिनँ उल्टो मर्दै गरी गाली गर्छु मैले अस्ति यस्तै सुट ल्याएर गएर कस्तो केरा खोल्छ केरा खोल्छ त रातै बिर्सियो ल्याउन दण्ड हाम्रो श्यामा आज पनि कस्तो हिरोनी भएछ हाम्रो श्यामा त कति राम्रो भएछ हेर्नु हाम्रो श्यामालाई श्यामाको लागि पनि 2टा कमेन्ट गरिदिनु होला हामी यहाँ उत्रीमा भए सबैले आफ्नो आफ्नो भाडा दिँदैछ ल हेर्नु सबैले उहाँ भइहाल्छ ल सबले आफ्नो आफ्नो भाडा दिँदैछ हेर्नु अब हामी उत्रे अब यही घरमा जाने हामी है कुडी काके त गाँके हिठाल कुडी काटेर सबैले आफ्नो आफ्नो हिसाब गर्दैछ कुडी काके हालेर 255 हाल्यो ल चेनै माले त फेरि ल सबैले आफ्नो आफ्नो भाडा दियो सबैजना उतर्छन् अनि हामी जाने भनेको यो घरमा हो छैन यो घरमा हामी जाने है यो घरमा हामी जाने हो भएन पैसा हिसाब किताब अझै नै छिटो कति ढिलो घामले बोल्यो मसित 500 छ भाडा छिटो गरेर गन्थन कति हो नै ल हेर्नु सबैले आफ्नो हिसाब किताब गर्दैछन् है यहाँ सबै हिसाब किताब गर्दैछन् अब यहीँ पैसा निकाल्दैछन् भाडाहरू दिनको लागि दिदी हामी 505 हाल्ने हजुर कति हाल्ने नजानेपछि के गर्नु त ला मैले त झन् त्यति ल्याएकै छैन त हौ मैले त मारा गर्नु त होडी होडी त मैं मारा गर्नु त काटुटो त पुडी गएको भाइ काटुटो मारा गर्नु त मैले त भाइ मैं त 1.5 आफ्नै सानो ल सबैजना झऱ्यो अब है अब यहाँभित्र इन्ट्री हुन्छ सब झर्दैछन् यहाँ गठनहरू गर्दैछन् हिसाब किताब सबैको आफ्नो आफ्नो गएको छ अब सबजना छिटो आउने क्या ढिलो ल बनाइरहेको छु त हेर्नु न भिडियो बनाइरहेको छु ल अब सबैजना झऱ्यो पाला पाला गरेर झर्छन् सबैजना जानु लाग्यो ल भैया जाऊ है जानेहरूलाई है अब म भिडियो बन्द गर्छु है के घरमा जाँदै अब भिडियो बन्द गरेर सबैजना ल
बुहारी कहाँ छन् बाल काटिदिन्छ चिप्पै बिना पैसा बाल काटेर हामीले धोगरिनौँ कि कोहीलाई पनि के हुन्छ हामी धोगरिनौँ त गर्ने रहेछ भने त्यस्तै सुन्दैन क्या त्यही भएर हामी हान्नौँ किन हेर्नु चाहिँ यहाँ गफसप चल्दैछ हामी त्यही भएर आएको गफसप चल्दैछ के भन्छ त्यसलाई हेर्न सक्दिनँ मम्मीलाई खु भन्नु छोरीलाई माइती भन्नु किन गएको नै मैले त साइनो लाल मान्छे किन आएको सामान साइनो त माइती भन्छु बाँदर आउँछ बाजार आउँछ कि नै मलाई बाँदर घरमा मैले सार्नु के अरे पहिलेमा त मामालाई मामा र पाइजू भन्ने राख्नु पर्ने बेला कस्तो छोरी सबैजना हेर्नु चाहिँ यहाँ गफहरू गर्दैछ मिठाई दिन्छ त्यो सिटुलो बस्छ चल्यो हामी सिटो मान्नु अन्जु र रश्मि रश्मि आउँको बिदा डिनर गयो त जे दिन चाहिँ सुत्न लाग्यो नि जे दिन सुत्न लाग्यो थिएँ आउँछ कि नै त दिदी जल्दी आउँछ लक्ष्मी गएको छ भन्नकटिसँग लक्ष्मी देउरा नि आउँछ घरे ए दुई आउने रहेछ म फोन गरेर आउने यो गेम खेलेर मस्ती छ यहाँ गेम अघि रिक्सामा आउँदाखेरि त्यहाँ गेम खेल्न पाइनँ भनेर मैले भिडियो बनाउँदा मलाई बनले गरी गाली गरेपछि यसले खै के गर्छ अब भाइ सन्तान आफू गाउँ खान्छ अब खान्छ ल है अब हामी निस्केको हामी अब घर जान लागेको अब सबैजना निस्क्यो सबैजना निस्केको छ अब हामी घर जान लागेको है अब हामी निस्केको ल आउनु श्यामा के हो न श्यामाले के गर्दै हुनुहुन्छ अब हामी निस्केको है ल जाम 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 खै त अरू कता गयो गरिसक्यो ल ल अब हामी सबै निस्केको घाम यति घाम छ के गर्नु यस्तो घाममा पनि हामी आयौँ है ल सबैजना अब हामी गयौँ ल हामी अब निस्केको अब हामी हिँड्दैछौँ ल हिँड्दैछ है अब आजको मेरो भ्लग आजको यहीँ इन गर्छु हजुरहरूलाई कस्तो लाग्छ राम्ररी हेरेर हिँडिदिनु होला हेरिदिनु होला अब यहाँ रिक्सा पाउँदैन हामी अब हिँड्दै हिँड्दै अब मेन रोडतिर हामी पुग्दैछौँ ल है यति भन्दै हजुर सबैजनालाई बाई बाई फेरि अर्को ब्लग लिएर आउनेछु बाई 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 भन्ने बाहिर लुग्नु ल सोलिना बाई भन्नु बाई बाई गर्नु बाई भन्नु अरे के भन्ने म त बोल्न नि जान्दैन बाई 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 ल राखेँ